हे ईश्वर, हे भगवान, कति दुःख दिन्छौ यो प्रकृतिले, कति दुःख दिन्छौ। आज यो हेर्नु त रसुवाको यो हालत छ। यो हेलिकप्टरबाट खिचिएको दृश्य हो। तपाईँलाई म देखाउँदैछु। आज नेपाली आमा फेरि रुँदैछिन्। नेपालको भूमि रुँदैछ। यो सम्भवतः तिब्बतबाट आएको बाढी हुनुपर्छ यो, है। अहिले घरमा के गर्दै गरेको अवस्थामा सारा नेपाली आमाका सन्तानहरू कति तीर्थ भर्दै हुनुहुन्थ्यो, कति कहाँ हुँदै हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो। यो अवस्थामा कसैले ऐया भन्न पाएको स्थिति सायदै यहाँ देखिँदैन। यो दर्दनाक स्थितिले तपाईँ हाम्रो मन नभक्कानिने कुरै छैन। अहिले केही बोल्न सक्ने स्थितिमा छैनौँ हामी। नेपाली आमालाई यति बढी पीडा भएको छ। यस्तो ठुलो बाढीलाई हेर्नुहोस्, यो पुलहरू यसरी ध्वस्त बनाएर हाम्रो समृद्धि यसरी तहस नहस हुँदैछ सेकेन्डको भरमा, है। रसुवाबाट आएको यो बाढीले यस्तो वितण्डा मचाउँदैछ कि हाम्रो धरती यसरी छिया बनाउँदैछ। एकदम सजग बस्नु होला, सतर्क बस्नु होला। यो देवघाटमा दिउँसो 3 बजी मात्रै आइपुग्दैछ यो विनाशकारी चपेटा। यो नेपालीलाई फर्काउने, यो रुवाउने, यो कहाली लाग्दो र यो हताश लाग्दो यो विपत्ति पनि हे भगवान, यो खालि हामीभित्रै मात्रै आउनुपर्ने कारण के होला? यो तपाईँहरू सहजै देख्न सक्नुहुन्छ। हेर्नुहोस् ल, यो त्रिशुली बजार कसरी उडाएर लाँदैछ एकै थालमा। हेर्नुहोस् ल यो बजार। हे भगवान, यो के हुन खोजेको, यो के हुन खोज्दैछ? हे भगवान, ल हेर्नुहोस् बजारको हालत के हुँदैछ। यो आकस्मिक, यो बिहान पख आएको यो बाढी कहाँबाट आएको बाढी हो? यो के हो? यो सम्भवतः तिब्बततिरबाट कतैबाट आएको बाढी हुनुपर्छ। रसुवा तहस नहस बनाएर यहाँ हेर्नुहोस्। यो स्टेपबाट अहिले रसुवाको स्थिति यहाँबाट सुरुवात भएको सम्भवतः यो हेलिकप्टरबाट खिचिएको दृश्य हो। सबैले प्रार्थना गरौँ कम्ती भन्दा कम्ती मानवीय क्षति होस्। हे भगवान।